हाई गाइज म चाहिँ युट्युब भिडियोज भ्लगिङ कन्टेन्ट बनाउन कोसिस गर्दैछु। पहिला पनि ट्राई नगरे होइन, तर लाइक कन्टिन्यू गर्न सकिनँ मैले। सो आम ट्राइङ अन माई सेल्फ। आफैलाई ट्राई गरौँ न मेरो क्यापेसिटी भन्ने कुरामा पनि। र म तपाईँहरूलाई चाहिँ एउटा केबाट सुरु गर्छु भन्दाखेरि मेरो एउटा अचिभमेन्ट। म यहाँ अस्ट्रेलियामा छु। रिसेन्टली नै 8-9 महिना जस्तो भयो। मैले चाहिँ एउटा कन्टेन्ट क्रिएसन आर्टमा मेरो जतिपरि इन्ट्रेस्ट हो र यो एउटा नेपाली बुक फर नेपाली किड्स चाहिँ मैले लन्च गरेँ एमाजोनमा पब्लिस। यसमा धेरै मेहनत लाग्यो। यसले पनि धेरै सिक्ने मौका पाएँ मैले, अपर्च्युनिटिजहरू। सो हामी अहिले सिडनीको ब्याङ्क्सटाउन भन्ने ठाउँमा छौँ। यो हेडफोन चाहिँ माइकको लागि माइकको पनि व्यवस्था गर्दैछु, त्यो भइहाल्छ। त्यो पनि अहिले चाहिँ यो ओके। हामी चाहिँ यो ब्याङ्क्सटाउन भन्ने सिडनीको रमाइलो रहेछ। सुरुमा चाहिँ मलाई कस्तो हो के हो ठाउँ रमाइलो छ छैन। अनि एउटा स्टुडियो भन्ने हुँदो रहेछ, लाइक किचन, बेडरुम, बाथरुम सबै कुरा भएको एउटै यस्तो स्क्वायर लाइक रेक्ट्याङ्गल जस्तो कोठा हुँदो रहेछ। त्यसलाई स्टुडियो अलिअलि सुन्न त सुनेको थियो हामीले, लाइक विदेशमा स्टुडियो हुन्छ भन्ने। सो र यो चाहिँ हाम्रो रुम भयो। र यहाँ चाहिँ म तपाईँहरूलाई आज लाइक विदेशमा पनि टेरेस छत हुन्छ भन्ने कुरा चाहिँ अलि इन्ट्रेस्टिङ लागेको थियो मलाई पनि खासै थाहा थिएन। म ब्रिस्बेनमा पनि बसेको थिएँ, त्यहाँ चाहिँ मेरो दिदीहरू हुनुहुन्थ्यो र यो चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्यो मलाई। भ्यू कस्तो रमाइलो देखिने, एउटा अपार्टमेन्ट जस्तो, त्यसमा भएको स्टुडियोमा बसिरह्यो हामी। एरिया रमाइलो लाग्यो मलाई, इन्ट्रेस्टिङ छ सबै कुरो। यो चाहिँ 3rd फ्लोर हाम्रो टेरेसको भयो। र यो चाहिँ छत भयो। इन्ट्रेस्टिङ छ, रमाइलो छ। मलाई पनि नयाँ कुरा लागेको थियो। युजली घरमा अलिकति टेरेस यस्तो स्लोप खालकै हुन्छ घरहरू प्रायः। यो चाहिँ अपार्टमेन्ट जस्तो भएको भएर सुट पनि भन्छ, अपार्टमेन्ट पनि भन्छ। त्यसभित्रको एउटा स्टुडियोमा भयो हाम्रो। र यो हेर्नुहोस्, कस्तो मजाको अलिकति रमाइलो ठाउँ, बस्ने ठाउँ पनि हुन्छ। अलिकति चिसो हावा बढी चल्छ सिडनीमा, सो त्यही भएर धेरै बेर चाहिँ अलिक बस्न मन लाग्दैन। अलिक चिसो हावा धेरै चल्छ, राम्रो भएर चाहिँ रमाइलो बस्यो होइन। फ्री टाइममा यसो बस्यो, रमाइलो गऱ्यो। सो रमाइलो छ। यो चाहिँ ब्याङ्क्सटाउन भन्ने ठाउँ हो होइन, रमाइलो छ एरिया। ग्रिनरीहरू पनि राम्रो देख्न पाइन्छ। यहाँको यो वेस्टर्न सिडनी युनिभर्सिटी चाहिँ नजिक छ। यो अलिक इन्ट्रेस्टिङ छ। ल सो अलिकति रमाइलो भयो होइन। चिसो हावा अलिक धेरै चल्छ, सो धेरै बेर चाहिँ अलिक बस्न अलिक चिसो हावाले अलिक मलाई इन्ट्रेस्टिङ लागेको थियो। अस्ट्रेलिया भनेको चाहिँ गर्मी ठाउँ, डेजर्ट भन्ने सुनेको थियो बच्चैदेखि, तर चिसो जाडो हुँदो रहेछ सिडनीमा। चिसो हावा क्या, एकदमै चिसो, चिल्ली, पुरै चिल्ली हावा। अनि त्यही भएर धेरै बेर चाहिँ बस्न अलिक सकिँदैन। त्यही पनि यसो तपाईँहरूलाई देखाइदिउँ रमाइलो भनेर। इन्ट्रेस्टिङ छ यो, रमाइलो ठाउँ लाग्यो मलाई। अलिकति सुरुमा आउँदा चाहिँ अलिकति टाढा छ के कसो होला भन्ने जस्तो लागेको थियो, तर रमाइलो छ यो ब्याङ्क्सटाउन एरिया। नजिकै छ ग्रोसरी
स्टोर्सहरू, ट्रेन स्टेसन पनि नजिकै नै छ। सो इन्ट्रेस्टिङ लाग्यो ठाउँ चाहिँ ओभरअल, त्यही भएर अलिक रमाइलो छ। सो अब यहाँ फिटनेसहरू पनि सबै कुरा छ। अब खासै गर्ने त होइन त्यही पनि, र अब भ्लगिङ एउटा चाहिँ स्टार्ट गरौँ न, आफूलाई मन लागेको कुरा एक्सप्रेस गरौँ भन्ने कुराले हो। र धेरैचोटि ठुलो गर्न खोज्नुभन्दा पनि सानो भिडियोबाटै सुरुवात गरौँ, इन्ट्रोडक्सन दिउँ भन्ने हिसाबले मैले रिसेन्टली लाइक आजकल अलिक पपुलर छ नि रोबर्ट ग्रिनहरू भयो, यिनीहरूको बुकहरू पढ्दाखेरि ओके पोडकास्ट सुरु गर्ने, केही नयाँ कुरा सुरु गर्दाखेरि एकचोटि ठुलो भयङ्करै गर्नुपर्छ भन्ने त्यो दिमागमा राख्नुभन्दा स्टार्ट विथ स्मल भन्छ नि, एटोमिक ह्याबिट्स, स्मल यो कुराहरू अपनाउन त ल ट्राई गरौँ, आफूलाई चिन्ने मौका पनि हुन्छ होला यसो भ्लगिङ एक्सप्रेसनको थ्रु। सो त्यो पनि हो। सो यो चाहिँ र अब यहाँ बाहिर भन्ने बित्तिकै सबै घरहरू टिलिक्क टाइपको एकदमै बवाल त्यस्तो मात्रै पनि हुँदैन, केही कुराहरू लाइक हुन्छ धेरै कुराहरू रफ एन्ड टफ पनि हुन्छ लाइक भित्रको कुराहरू, बिल्डिङ्सहरू। सो यो हाम्रो लिफ्ट भयो, हाम्रो चाहिँ सेकेन्ड फ्लोरमा हो। सो त्यहाँ गएर अनि एउटा इन्ट्रोडक्टरी भ्लग प्लस केही सर्ट्सहरू भिडियोजहरू हाल्ने मेरो उद्देश्य, आफ्नो बारेमा चिनाउने र तपाईँहरूलाई पनि चिन्ने भन्ने र सेकेन्ड फ्लोरमा हाम्रो। सो आई थिङ्क आजको लागि चाहिँ अघि तल गएर लाइक फ्लोरको कुरा गरौँ। हाम्रो यो सेकेन्ड फ्लोर र फिफ्थ रुम नम्बर 5 को भयो। अनि इन्ट्रेस्टिङ छ यो, इन्ट्रेस्टिङ रमाइलो छ। केही कुराहरू मिलाउनु पर्ने अलिकति सबै कुराहरू त्यो हुन्छ। ओभरअल राम्रो एरिया छ। सो थ्याङ्क यू अहिलेको लागि। सो आई विल मेबी अपलोड अगेन आज अथवा लेट्स सी कहिले हुन्छ। थ्याङ्क यू।